काउ ब्रस हजुर यसमा चाहिँ सेन्सर फिट छ गाईले छुने बित्तिकै चाहिँ आफै अटोमेटिक चल्छ ए के को लागि यो चाहिँ गाईलाई कन्याउनलाई बनाउनलाई गाईलाई चिलायो भने यहाँ कमाउन पाउने ए समरमा चाहिँ गर्मी भएको बेलामा चाहिँ हामी यसलाई चलाइन्छौँ हजुर ए त्यो अर्को त सानो चाहिँ गाईहरू खाने बेलामा चाहिँ हजुर स्टेजमा नआउनु भनेर चलाइदिनु ए खाने खानेमा त्यहाँ जान्छ हजुर त्यो बेलामा चाहिँ त्यो फ्यानहरू चलाउँछन् गर्मी भएको बेलामा अहिले परेन अहिले परेन गोबर तेल ए गोबर तेल्नु सर गोबर यस्तो हिँडो गोबरलाई यस्तो ड्राई बनाइदिन्छ ए किन सर यो छिटो सुकाउन काहीँ छिटो सुकाउन ए यसबाट त हामीले फेरि अरू युज गर्नु पनि पाइयो नि त सुक्खा भएपछि होइन त्यसै त हामीले यसमा इन्डियामा चाहिँ 3-4वटा काम गर्दो रहेछ यसलाई चाहिँ अगरबत्ती बनाउँदो रहेछ ए अनि गमला बनाउँदो रहेछ हजुर हामी यहाँ माटोको गमला बनाउँछौँ नि हजुर त्यस्तो गमला बनाउँदो रहेछ अनि दाउराको लागि लकडी बनाउँछ उनीहरूले मेसिनमा ए हजुर यो जस्तो यो के भने आफै आउने हो हजुर हजुर अनि भरिपछि आफै बन्द हुने भयो यो चाहिँ सधैँभरि यिनीहरूलाई पानी खान ठाउँ भयो यो पानी आफै अटोमेटिक आउने भयो सर अटोमेटिक आउँछ अनि ट्याङ्कीबाट आउँछ भनौँ न ए अँ अब हाम्रो चाहिँ गजब कुरा चाहिँ के हुँदो रहेछ भने यसमा हजुर च्याउ हुँदो रहेछ कि ए अँ हेर्नु न यो हजुर खाने च्याउ त्यो गोब्रे च्याउ भन्छ नि हजुर यो च्याउ हो कि हामीले खान मिल्ने हो अब हामीले चाहिँ यसलाई चाहिँ गर्नुपर्छ कि भनेर सोचिरहेको छ नि हामी ए अँ यो गोब्रे च्याउ सर यो गोब्रे च्याउ अब यहाँ हामीले भने यो गाईलाई खाँदाखेरि बाँकी रहेको हिँड्छ नि खानेकुरा हजुर त्यो गोबरमा आएर चाहिँ हिजो हुँदो रहेछ ए अटोमेटिकली आफै भइरहेको छ है त्यो कुनै बिउ बिजन बिजन नबानी ए च्याउ त ढुसीबाट आउने त रहेछ नि ढुसीबाट आउने अब यो खान मिल्ने खालको छ यो आफै आएको कि हजुर आफै आएको हेर्नु त कस्तो मजाले आएको छ यहाँ चाहिँ हामीले कम्पोस्ट खनाइरहेको र हामीले चाहिँ अरू माइक्रो न्युट्रिसन पनि हालिदिन्छौँ जस्तो पिना हाल्छौँ हड्डीको धुलो हाल्छौँ हजुर त्यो हालेर चाहिँ हामीले यहाँ करिबन 30 दिनमा चाहिँ कम्पोस्ट तयार हुन्छ हजुर हजुर कति मात्रामा हुन्छ यो हामीसँग दिनको चाहिँ अहिले 3 टन जति आउँछ 3 टन आउँछ है जे होस् 1 महिना लाग्ने भयो तयार हुनलाई कम्प्लिट तयार हुनलाई चाहिँ 1 महिना लाग्छ यो कहाँ कहाँ निर्यात हुन्छ यहाँबाट अहिले हामीले चाहिँ स्याउलाई पठाइरहेको छौँ स्याउ खेतीको लागि रसोमा पठाइरहेको छौँ ए हजुर हजुर मेनली चाहिँ अहिले 500 टनको चाहिँ एउटा रहेको छ हजुर हामीले फेरि मार्केटको भन्दा धेरै सस्तो पनि दिएका छौँ ए कम्पिटिटिभली हामीले सस्तो पनि ल्याएको छौँ भर्खर ब्याउने भर्खर ब्याएको